नमस्ते साथीहरु, हामीले चाहिँ यस भिडियोमा एउटा क्वेशन सल्भ गर्नेछौं। यो क्वेशन चाहिँ रियल एनालाइसिसको क्वेशन हो। रियल नम्बर सिस्टमबाट मैले लिएको छु। क्वेशनले भनेको छ सो दैट द टु सेट्स क्लोज इन्टरभल 0 1 अनि पछि 0 1 जुन चाहिँ हाम्रो ओपन इन्टरभलमा छ। हामीले यिनलाई के देखाउनु पर्ने छ भन्दा दे आर इक्विभ्यालेन्ट। फर्स्टमा के बुझ्यौ भन्दा कुनै पनि सेट जस्तै दुईटा सेट्सहरु ए र बी, यिनी दुईटा चाहिँ यदि इक्विभ्यालेन्ट छन् भने हामीले चाहिँ के गर्न सक्छौं भन्दा एलिमेन्ट्स जुन हुन्छन् सेट ए मा, तिनी एलिमेन्ट्सलाई हामीले के गर्न सक्छौं भन्दा सेट बी का प्रत्येक एलिमेन्टसँग युनिकली एसोसिएट गर्न सक्छौं। अर्थात सेट ए मा भएका प्रत्येक एलिमेन्टलाई हामीले के गर्न सकिन्छ, सेट बी का युनिक एलिमेन्टसँग चाहिँ हामीले त्यसलाई म्याच गर्न सकिन्छ र त्यो म्याचिङले चाहिँ 1-to-1 करस्पोन्डेन्स अर्थात अथवा बाइजेक्टिभ रिलेसन सेटिस्फाई गर्छ। हो त्यस्तै गरेर यदि हामीले चाहिँ यो सेट 0 1 र 0 1 इन दुईटा सेट बीचमा हामीले यदि 1-to-1 करस्पोन्डेन्स हामीले देखाउन सक्यौं भने हामीले भन्न सक्छौं कि तिनी सेट के छन् त इक्विभ्यालेन्ट छन्। तर फर्स्टमा के गर्नु पर्यो भन्दा हामीले चाहिँ एउटा फंक्सन डिफाइन गर्न सक्नु पर्यो। यो जुन सेट छ यसबाट हामी यसमा जानको लागि एउटा फंक्सन डिफाइन गर्न पर्यो है। त्यो फंक्सन कसरी डिफाइन गर्ने हेरौं ल। फर्स्टमा के गर्ने भन्दा हामीले चाहिँ लेट गर्छौं। लेट सेट ए कस्तो छ भन्दा हामीले 0 1 बाट घटाउँछौं 0 1 अनि फ्र्याक्सनल 1/n टाइपको 1/2 1/3 1/4 अनि सो अन। र यो भनेको के हो हेरौं त ल। हेरौँ ल, क्लोज इन्टरभल 0 1 बाट 0 1 घटेको छ भनेपछि अब रिमेनिङ इन्टरभल कस्तो हुन्छ त 0 1 ओपनमा हुने भयो, किनकि 0 1 त घट्यो नि त्यहाँबाट। र के रहने भयो हेरौँ है, 0 1 बाट के रहने भयो त फेरि हामीले अब के घटाउनु पर्छ यसमा 1/2 1/3 1/4 अनि सो अन। यो बुझ्यौं किन हामीले हेरौँ है ल। यो जुन सेट ए छ, सेट ए मा त के हुने भयो त 1/2 1/3 1/4 हुने भएन, नहुने भएपछि हामीले घटाइयो। साथसाथै 0 1 पनि त घटेको छ नि भनेपछि त 0 1 हुन भएन। तर 0 1 नहुनु भनेको ओपनको मतलब 0 1 हुने भएन। साथसाथै अब 0 1 बीचमा भएको प्रत्येक एलिमेन्ट त हुने भयो नि त, के छोडेर यस्ता फ्र्याक्सन छोडेर। हामीले चाहिँ यसरी डिफाइन गर्यौं यो सेटलाई है। अब हेरौं यहाँबाट के देखियो भन्दा हामीले फर्स्टमा यो र हेरौं त ल, यो र यो गर्दा के देखिन्छ 0, 1 लाई हामीले कसरी लेख्न सकिने यसरी 0 1 1/2 1/3 यस्तै गरेर युनियन ए। यसरी बुझ्दा हुन्छ। यो बुझ्ने तरिका मात्रै हो है। जस्तै यो ए इज इक्वल टु यहाँ बी माइनस सी जस्तै भयो नि त। यो ए इक्वल्स टु बी माइनस सी भयो जस्तै। अब यो बी के भयो त, बी भनेको चाहिँ ए प्लस सी। यसलाई हामीले ए प्लसले के लेख्न सकिन्छ, हामीले ए युनियन सी लेख्न सकिन्छ। कुन कस्तो केसमा, यदि यो डिस्ट्योइन्ट छ भने है। यहाँ यो बुझ्ने तरिका मात्रै हो। यसलाई हामीले 0 1 लाई यसरी गर्न पाइयो, युनियन लेख्यो है। त्यस्तै गरेर 0 1 ओपन इन्टरभल 0 1 के हुने भयो त भन्दा यस्तै गरेर अब यहाँ 1 2 बाट सुरु गर्न पर्ने हामीले 1/2 1/3 1/4 यस्तै के हुन्छ नि त ल 1/5 यस्तै गरेर सो अन युनियन ए। हामीले यो बुझ्यौं हैन। अब हामीले के गर्न सक्छौं भन्दा हेरौँ है ल। यो 0 1 बाट हामीले यो ओपन इन्टरभलमा हामीले एउटा फंक्सन डिफाइन गरौँ। पिस वाइज फंक्सन डिफाइन गर्नुपर्छ। मैले यहाँ गरेर देखाउँछु है। फंक्सन कस्तो छ भन्दा हेरौँ है ल। यो हाम्रो फंक्सन कस्तो हो त, या फ्रम 0 1 देखि 0 1 हो। डिफाइन कसरी छ भन्दा हेरौँ है ल। 0 भयो भने चाहिँ 1/2 के को लागि, फर x equals to 0
त्यस्तै गरेर 1 भयो भने 1/3 हेरौँ है ल अनि पछि त्यस्तै गरेर 1/2 भयो भने 1/4 यसलाई हामी यसरी पनि बुझ्न सकिन्छ यहाँ 1/1 छ भनेर बुझौँ न हैन 1/1 छ भनेर त ल यहाँ 1 र 1 1 सबै सेम छ तर यहाँ 1 हुँदाखेरि चाहिँ यहाँ 3 छ यहाँ 2 हुँदाखेरि यहाँ 4 छ भनेपछि चाहिँ यहाँ जति छ त्यसको करस्पोन्डेन्स त्यसको चाहिँ रिलेसन चाहिँ के छ त 2 ले बढी छ डिनोमिनेटरमा त्यही भएर हामीले के गर्ने भन्दा के हुन्छ यो 1 बाइ कतिले बढी छ अरे यहाँ 1 हुँदाखेरि 3 भयो 2 ले बढी भयो यहाँ 2 हुँदाखेरि 4 भयो कतिले बढी भयो 2 ले बढी भयो त्यस्तै गरेर n + 2 फर x के हुँदाखेरि 1/n हुँदाखेरि अनि n के हो त n इज अ नेचुरल नम्बर फर एक्जाम्पल हेर त ल जस्तै यहाँ 3 हेरौँ त ल 3 हुँदाखेरि के भयो x 1/3 भयो र 1/3 हुँदाखेरि के हुन्छ अरे 1/3 + 2 5e 1/3 सँग 5 अनि 1/5 म्याच गर्न सक्छ त्यस्तै गरेर है अनि अरू बेलामा अरू अब यदि x चाहिँ न त 0 हुन्छ न त 1 हुन्छ 1/n हुन्छ त्यो बेलामा के गर्ने त हामीले चाहिँ जुन इनपुट छ जुन डोमेन छ त्यसलाई त्यही सेमसँग म्याच गरिदिने बुझ्यौ नि यदि हामीले त्यसलाई चाहिँ फ्र्याक्सनमा हामीले चाहिँ जुन डोमेन हेरेका छैनौँ भने चाहिँ जुन इरेसनलहरू हुन्छन् नम्बर्सहरू हैन तिनलाई हामीले के गर्ने अरे त्यसैसँग म्याच गरिदिने ठीक छ किनकि इरेसनल त पर्छ नि त 0 1 चाहिँ हामीले 0 1 लाई हामीले चाहिँ यसरी डिफाइन गरिसक्यौ हैन अब अरु पुरै जुन इरेसनल नम्बर हुन्छन् तिनलाई हामीले के गर्ने भन्दाखेरि चाहिँ सेमसँग म्याच गरिदिने जस्तै कि 3.06 यस्तो 3.06 to 1 यस्तै आएछ भने 3 पनि हुनु कुरो भएन या त 0.1 छ भनेपछि जस्तै 0.96254 यस्तै छ भने त्यसलाई चाहिँ केसँग म्याच गरिदिने त त्यससँग म्याच गरिदिने 0.96254 यस्तैसँग म्याच गरिदिने बुझ्नु भयो नि यसरी हामीले के गर्यौं त डिफाइन गर्यौं फंक्सनलाई र यसो ध्यान दिने हो भने चाहिँ यो फंक्सनले चाहिँ 0.1 क्लोज इन्टरभलबाट केमा म्याच गरेको छ 0.1 ओपनमा म्याच गरेको छ र प्रत्येक एलिमेन्टमा जान्छ यो 0 हुँदाखेरि चाहिँ 1/2 अनि 1 हुँदाखेरि चाहिँ 1 हुँदाखेरि चाहिँ 1/3 त्यस्तै गरेर 1/2 हुँदाखेरि चाहिँ 1/4 यस्तै गरेर प्रत्येक एलिमेन्टलाई म्याच गर्छ र हामीले भन्न सकियो कि यो फंक्सन के छ त एक्जिस्ट गर्यो हैन 0.1 देखि 0.1 सम्म एक्जिस्ट गर्यो र यो फंक्सन के छ त बाइजेक्टिभ छ किन भन्दा हेरमै किन भन्दा या 0 हुँदाखेरि 1/2 छ हैन obviously यो त बाइजेक्टिभ हुने नै भयो किनकि 1/2 को लागि 0 एउटा डोमेन भयो र यो जुन 1/2 छ यो f0 को मात्र हुन्छ अरूको हुँदैन त्यस्तै सबै यस्तै हामीले बुझ्न सकिन्छ यसलाई चाहिँ र यो यान त प्रत्येक युनिक हुन्छ नि हैन यान भनेको चाहिँ अब 1 होला अनि 2 होला 3 होला प्रत्येक युनिक यानको लागि चाहिँ युनिक रेन्ज निक्लिएको छ त्यस्तै गरेर जुन हामीले x 0 नहुने भनेका छौं अब प्रत्येक एलिमेन्ट्सहरु जुन x ≠ 0.1/n हुन्छ तिनी पनि युनिक हुन्छन् सबै र युनिकले हामीले युनिकसँग म्याच गरेका छौं र प्रत्येक जुन रेन्ज छ त्यसले चाहिँ त्यसको लागि चाहिँ एउटा निश्चित त्यसको लागि एउटा निश्चित के छ त डोमेन एलिमेन्ट छ 0 1 मा है त्यही भएर हामीले के बताउन सक्यो भन्दाखेरि चाहिँ यो जुन फंक्सन छ 0 1 देखि ओपन 0 1 सम्म यो के हो त बाइजेक्टिभ फंक्सन हो र जब फंक्सन एक्जिस्ट गर्छ हामीले के बुझिन्छ जब दुईटा सेट बीचमा चाहिँ एउटा बाइजेक्टिभ रिलेसन एक्जिस्ट गर्छ तब हामीले भन्ने गर्छौं कि के छ तीन दुईटा सेट्सहरु चाहिँ दे आर इक्विभ्यालेन्ट अथवा दुईटाको कार्डिनल नम्बर चाहिँ के हुन्छ त सेम हुन्छ दे बोथ हैव द सेम कार्डिनल नम्बर र सेम कार्डिनल नम्बर हुनु भनेको के हो त दे आर बाइजेक्टिभ अथवा दे आर द दुईटाको कार्डिनल नम्बर सेम हुनु भनेको के हो त दिस टु सेट्स आर इक्विभ्यालेन्ट यसमा लास्टमा के लेख्नु भन्दाखेरि चाहिँ f is obviously the bijective function f is obviously the bijective function thus we find f from 0 1 to 0 1 which
satisfies 1-to-1 correspondence. So we can conclude that the two sets 0-1 and 0-1 are equivalent. That is 0-1 is equivalent to 0-1, and this completes our proof. Thank you friends for watching my video.